हजुरआमा पनि यहीँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ यहाँ डराउनु भएको छ मोबाइल यस्तो गरी यहाँ यसो यहाँ भनिदिनु यहाँ क्यामेरामा के भन्ने सन्चै आरामै हुनुहुन्छ होला नमस्कार भनिदिनु हुन सक्छ हजुरआमा र हजुरआमाको बोली पनि हामीले देखिसक्यो र त्यसै गरी चाय धेरै खाने कि हाम्रो माताजीलाई हेर्नु चाय धेरै खाने माताजीलाई चाय बनाइदिने भनेर भन्नुभएको छ अरे दुईवटा चाय भइसक्यो अरे हेर्नु सक्नुहुन्छ दुईवटा चाय अरे दुईवटा चाय बनाउने हो बाँकी छ अब सो हेलो गाइज एभ्रीवान सबैजना सन्चै आरामै हुनुहुन्छ होला सो आज हामी नयाँ भिडियो अर्को लिएर आउँदैछौँ त्यसमा हाम्रो के रहेको छ हामीले के रेसिपी बनाउँदैछौँ कि भन्दाखेरि हामीले बफेलोको मासु बनाउँदैछौँ त्यही हेर्न सक्नुहुन्छ रागाको मासु काँचो मासु छ है र यसै गरी यहाँ भात राइस बनाएको छौँ यता प्रिपेरेसन भइरहेको छ हेर्न सक्नुहुन्छ सो हेर्न सक्नुहुन्छ धेरै राम्रो न्यू रेसिपी मास देखाउनेछौँ र अहिलेको एकदम गर्मी धेरै थियो क्या दिउँसोमा एकदम गर्मी भएको थियो अझै पनि पसिना आइरहेछ धेरै गर्मीको कारणले आज पानी पनि धेरै आयो दुई थोपा मस्त के पानी यस्तो बगाएर आयो कि मस्त भयो त्यसै गरी अब टमाटर यहाँ काट्दैछौँ हामीहरू सो यो रेसिपी बन्दै हो यसरी बन्दैछ है क्वालिटी अलि त्यस कारणले त्यसको लागि आफ गरिदिनु होला पक्नुहुन्छ अनि त्यसै गरी यहाँ यो मसलाको लागि रेडी हुँदैछ होइन क्लियर आयो भने बल्ल अलि हाम्रो किचन अलि राम्रो छैन त्यही पनि अब पछि पैसा आएपछि बनाउँला होइन यही युट्युबबाट कमाएपछि भनेर म भन्न सक्दिनँ त्यसै गरी पछि यहाँ बहिनीले बनाउँदैछन् बहिनीले कति मिठो बनाउनेलाई गर्मी भएर गर्मी यति भइसकेको छ कि मोबाइलको यो स्क्रिन पनि कालो भइसकेको छ हाँसो फेरि खतरा छ कि अब हाँसो कि खतरा छ सो धेरै गर्मी भइसक्यो सिस्टर छिटो बनाउनुहोस् अलि तपाईँ छिटो छिटो गर्नुहोस् है छिटो छिटो यहाँ मेकिङ गर्नुहोस् सो हेर्न सक्नुहुन्छ गाइस यहाँ रहेको छ अब यहाँ राइस पाकिसकेको छ ओ यसरी हामीले ठाडाइन्छ ए छोप 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 ए छोप हाम्रो त पकाउँदै हाम्रो खस्यो के सो धेरै गाह्रो चाहिँ मम्मी पनि के भयो गाइस भन्दै हुनुहुन्छ सो हाम्रो फ्यामिलीहरू यतै बसेको छौँ र नमस्कार भन्नु होला मम्मी नमस्कार भनिदिनु दर्शकहरूलाई ए नमस्ते हम कुछ नहीं समझते भने जस्तै ठिक छ सो धेरै पसिना यति आइसक्यो खाना बनाउँदै हामी थाकिसकेछौँ र त्यसै गरी हाम्रो हजुरआमा पनि यहीँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ यहाँ डराउनु भएको छ मोबाइल यस्तो गरी यहाँ यसो यहाँ भनिदिनु यहाँ क्यामेरामा के भन्ने सन्चै आरामै हुनुहुन्छ होला नमस्कार भनिदिनु र हुन सक्छ हजुरआमा र हजुरआमाको बोली पनि हामीले देखिसक्यो र त्यसै गरी म्यारिनेट मेकिङ गर्दै गर्दै हाम्रो यो थालै खस्यो कि त्यही भएर सो अब यिनीहरूले हेरौँ मेकिङ बनाउनलाई मोबाइलबाट सर्च गरेर हेर्नलाई चाहिँ अब यहाँ रेसिपी बनाउनलाई यहाँ तेल भइसकेको छ हालिसकेको छ र भात पनि पाकिसक्यो अब यो धेरै यता भयो त्यसै गरी प्याज रेडी अलरेडी छ यस्तोमा छ यसरी भिडियो हेर्न
पसिना भिराइसकेको थाक्यो त्यही भएर गाह्रो छ। अब यो हाम्रो कुलर पनि बिचरा धेरै पुरानो भइसकेको छ। हेर्नुहोस् त हाम्रो कुलरलाई। अब यो कुलर पनि एकछिनमा चलाएर म के भन्न चाहन्छु भन्दाखेरि सबैको आफ्नो आफ्नो पर्सनल लाइफ हुन्छ, पर्सनल सिचुएसन कन्डिसन्सहरू हुन्छ होइन। त्यस कारणले चाय गर्मीमा चाय धेरै खाने यी हाम्रो माताजीलाई हेर्नुहोस्, चाय धेरै खाने माताजीलाई चाय बनाइदिने भनेर भन्नुभएको छ। अरे 2टा चाय भइसक्यो। अरे हेर्नु सक्नुहुन्छ, 2टा चाय अरे 2टा चाय बनाउने अब बाँकी छ। अब एकछिनपछि भात पाक्दैछ, त्यसपछि चाय बनाइदिउँला। गर्मी यति छ, बहुत गर्मी छ है। के भयो देखाऊ। ओहो माथि आउला पुऱ्यो हाल्नु भयो के प्याज हाल। फोक गलिसक्यो। तँ के निम्बु त्यसमा हाल्ने हो र? होइन कि मैले निम्बु पनि खाने हो कि। वाउ, बास्ना एकदम दामी आएको छ गाइस, हेर्न सक्नुहुन्छ। आजको हाम्रो पालकको मासुको मेकिङ एकदम खतरनाक हुँदैछ। र एकदम राइससँग ग्रेभी बनाएर मसला यसरी आइरहेछ त दामी। पाकेपछि हेर्न सक्नुहुन्छ गाइस, हाम्रो मासु एकदम तड्किरहेको छ। तर एकदम एकछिन बनाइन्छ। हेर्न सक्नुहुन्छ मासु बन्दैछ। स्वादिष्ट टाइपको बन्दैछ है, एकदम होटलको जस्तै। अब यहाँ रहेको छ तपाईँको यो खोल्नुहोस्, यो मसला, उसको लागि मासुको लागि मसला निकाल्नुहोस् त। मसला एकदम दामी बनेको छ। मसला किन यति थोरै देखिछु मैले? त्यही भएर हो, ल ठिक छ। त्यसो भए चर्चरी भुटिँदैछ। भुटिसकेपछि मसला हालिदिन्छु अहिले। हामी पानी हालेर बनाइन्छ। सक्नुहुन्छ। फाइनली हामी पछि यो बनिसकेपछि हामीले तपाईँहरूलाई देखाउनेछौँ यसको फुल पाकिसकेको कस्तो टेस्ट आउँछ। साक्नेछौँ पछि। मैले सिटी लगाइदिने हो पानी सानी हालेर। तो गाइस अब हाम्रो पछाडि पाक्दैछ अनि रायोको मासु। पछि हामी बनिसकेपछि एकदम टेस्ट गर्नेछौँ र यसरी हाम्रो तपाईँहरूलाई देखाउनेछौँ है खाएर पनि। अनि यहाँ यसरी हेर्न सक्नुहुन्छ, यहाँ गहुँ छ। यो गहुँलाई हिजो हामीले खेलाएको हाम्रो हजुरआमाले खेलाउनु भएको बुढिया त्यही उहाँ आउनुहुन्छ हाम्रो हजुरआमा। अनि हजुरआमाले हिजो खेलाउनु भएको थियो यसलाई यसरी। अब यहाँ बनाउँछौँ, यहाँ हाल्दैछौँ। र भोलि बिहान हामी गएर यसमा मिलमा गएर पिसाएर त्यसरी चाहिँ हाम्रो अर्ग्यानिक गाउँ छ, हेर्न सक्नुहुन्छ। सो यति भन्दै
फाइनली हेर्न सक्नुहुन्छ है, मसला हालेर एकदम भुटिएको छ। मजाले भुटेको छ मसला। एकदम पसिना पसिना भएर हाम्रो शिष्य एकदम बनाउँदैछन् खाना। हेर्न सक्नुहुन्छ रायोको मासु स्वादिष्ट, हेर्दै स्वादिष्ट जस्तो लाग्यो मलाई त। खाएपछि झन् कस्तो हुन्छ होला है। र हेर्न सक्नुहुन्छ रानी भन्दैछ। र ठिक छ, अब पानी हाल्दै पानी हालेर अब यसलाई सिटी लगाइदिने हो। अझै हाल्नुहोस् पानी, नुन चाख्नुहोस् होइन कस्तो होला नुन। पानी हालेर अब यसलाई एकदम ग्रेभी बनाउनु पर्यो नि त, त्यसको लागि त्यही भएर अब यहाँ नुन चाख्दैछु। पसिना भएर बिचरा हेर्नुहोस् त कस्तो पसिना भइसक्यो। कस्तो लागेको छ। अब त हाल्नुहोस् त्यसो भए। त्यसरी मासु बनेको छ बनिसकेछ। एकदम दामी। मम्मीले दामी यहाँ पस्किँदै हुनुहुन्छ। भइसकेछ। यहाँ हेर्न सक्नुहुन्छ अचार, दाल, यो भेजीको सब्जी अनि यो मासु है ग्रेभीवाला। ल हामी सब यहाँ